hello guys, welcome back to my vlog. So म एलेक्स थापा मगर र अहिले चाहिँ कालो चस्मा लगाएर रोमियो ल्यान्डतिर म र हाम्रो भाइ चिरकुट यहाँ चाहिँ हामी उकान आएको छौँ र अहिले चाहिँ साँझको 6 बजिरहेको छ। मेरो भ्लगमा आयो भन्देऊ त। दादा एलेक्स रन्डीको पनि कस्तो नरम देखाएको थियो राम्रो मान्छे। अब चाहिँ हामी स्यापला र उक्का र गइकन आएको छौँ। के यसो नामहरू रोमी हाम्रो डिप्रेसन भाइ है। भाइ सधैँ डिप्रेसनमा हुन्छ, टेन्सनमा हुन्छ सधैँ 24 आवर्स। यो त पक्कै पनि सिक्दै गरेको मान्छेले बनाएको हात हो। फर्स्टदेखि यस्तो तिमीले बिगारेको र बिगारेको र यो आँटै यस्तै हो। त्यो आँटो न खास गरेर गाडी महँडा ठुलो छ यो ग्लास। एकछिनमा भेटिन्छ। सो गाइस अहिले चाहिँ रातको 8 बजिरहेको 8 साँझको चाहिँ अहिले 7 बजिरहेको छ। उज्याले चाहिँ हामी चाहिँ यहाँ डेनोभो आएको छौँ। मैले चाहिँ भिडियो सिडियो बनाउन पाएन, अघि नै फोन स्विच अफ भएको भएर यहाँ डेनोभोमा निस्केर आएको छौँ। सफल भाइ म अनि कहाँ गयो त्यो उहाँ छ अनमोल भाइ। अनमोल भाइहरू अब गर्मी महिना सक्न लागिसकेको छ, त्यही पनि हात रन्ड्यो रुगा लाग्यो भने छ्याक हुन्छ क्या। म त कपाल काट्दैकै हाल्छु मैले फेरि स्याप पलाएर। अब यहाँ मेरो डाइभ हेर्नु कस्तो कस्तो डाइभ हानिदिन्छु मैले। अरे ओए रन्डी यो त पक्कै पनि रन्डीको घाम जल परिरहेको यो त यार। को यो यस्तो अर्को रन्डी झिङ्गा माछा रन्डी। ए बाबु आइज न माथि चढ्ने एकचोटि चढ्न एकचोटि। ए के हुन्न बे छ्या ल त यो त रन्डीको कङ्गारु जस्तो देखिन्छ बे यसो शरीर त बे रन्ड त रन्डी। सो गाइज अहिले चाहिँ म भर्खरै आएर स्विमिङ हानिरहेको थिएँ। उहाँको केटीहरू डेन्जर हाँसिरहेछ। मेरो पिङ कट्टु दिएर हाँसेको हो कि त्यो मैले त्यो चाहिँ बुझ्न सकेको छैन। अझै त्यहाँ खान्छु मैले दामी दामीलाई फोना चाहिँ नानी पर्फेक्ट देखिन्छ। ए बाबु फोन आएको केटो रन्डीमा पिङ कट्टु लाग्यो। रन्डीतिर हाँस्दै गर्छ। मेरो हो क्या फोन आयो। इन्ग्रेसमा प्याम्पस लाए जस्तो भन्छ यो मलाई। भित्र डाइभ अलि मिलेन जस्तो लाग्यो। अब योभन्दा डेन्जर ल आऊ या सबलाई हरि माथि उफ्रिने कि जे होला यो उमेरमा रन्नु। यो उमेरमा रन्नु डढाएर रन्नु कहिले रन्नु के गर्नु ल। 1 2 3 गो। कहाँ गएको त्यो त भयो कि नै यार। ए ल आइज अब अर्को गेम बाबु आइज। सास रोक्खौ नि अब पानीभित्र कसले कतिको सास रोक्काउनु सक्छ है त। आयो ए बाबु कसले पानीभित्र कतिको सास रोक्काउनु सक्छ। म त पिङ्की भछु के रे गाइज। अहिले हामी के भन्छ यो भन्नुपर्दा जित्नु न त जितेन भने जित्यो भने खानाको
गाइज भर्खर चाहिँ हाम्रो यहाँ पानीभित्र एउटा च्यालेन्ज भएको छ जो धेरै बेरसम्म पानीभित्र बस्न सक्छ त्यसको हिसाबमा चाहिँ 500 रुपियाँ है। Three, two, one, go. अब चाहिँ मैले हाम्रो मालको रिभ्यू दिन्छु। ऊ हाम्रो कङ्गारू भाइ आयो है सिधा भयो न अहिले ल हान्दिम ल देखेको त छैन आऊ न त्यो छोडिदेऊ कि रानीले कस्तो छ अनेस्ट रिभ्यू दे जे हो त्यही फ्याक्ट है ल त मैले रिभ्यू दिन्छु मेरो रिभ्यू है तल राम भुत्ला सुत्ला नदेखाइरहनु यो चाहिँ मेरो फेभरेटै हो यो चाहिँ अनेस्ट रिभ्यू है अनेस्ट मिठै हो हाम्रो एउटा भाइ टिकटक बनाउने क्यामेरा जति राम्रोसँग समात्दै हातमा पुरै उस लाग्यो फ्याक्ट भन्नुपर्दा चाहिँ अनेस्ट रिभ्यू चाहिँ मलाई दामी लाग्यो है यस्तो रिभ्यू हो अलिकति बनाउने भिडियो राम्रोसँग समात्छ जान त यता रन्डी कस्तो बिल्ला गरेर बस्न मलाई अनेस्ट रिभ्यू दिन्छ दुईटाको है अझै एउटा भन्नुपर्ने हो नि स्यान्डविच क्यामेरा ढाका छ रन्डी ढाकै किन क्या यो चाहिँ बवाल छ है अब यस्तो रहेछ सफललाई दिउँ न त्यसको रिभ्यू हान्न सफललाई बिजिरहेको छु अनेस्ट रिभ्यू अनेस्ट टमाटर होला बवाल छ भने कटा निम ल ठ्याप्प मासु घाँटी केटा बवाल छ कि फुड त हरिबै बवाल लाग्यो मलाई त कसम हरिबै बवाल छ पिज्जा नि बवाल छ उस पनि बवाल छ अरू ठाउँभन्दा चाहिँ मलाई एकदम मिठो लाग्यो कसम भनेको अनेस्ट रिभ्यू भन्दा पर्दा कस्तो लाग्यो बाबु म्युनिच बढी हो यसमा म्युनिच बढी छ म्युनिच बढी भएको मन पर्दैन क्या मलाई ए हो कसम नलाग्यो किमान एउटा झन् दामी आएर हिमाल डुडस तर मनै पर्दैन मलाई जहाँको जस्तो दामी भयो नि अनेस्ट रिभ्यू फिल गर नि यता फिल देऊ न कस्तो लाग्यो रन्डीको छोरा माछी तिमीले त माछी नि भेक्टलको सब्जी खायो भने त रन्डे टमाटर धेरै छ भन्थ्यो होला है रन्डे यार ये तो मेरी मात है यार म हानिदिन्छ है गाइज है अब एकछिनमा भेटिन्छ सो गाइज हाम्रो स्विमिङ चाहिँ सकिसकेको छ अब चाहिँ घरतिर चल्दैछ के छ कङ्गारू भाइ बल्ल लाइटिङ आएर त तर आज चाहिँ मेरो आउटफिट राम्रो छैन फोटो खिच्नलाई यो चाहिँ हाम्रो डेनो भयो आज
यिनीहरूले दिन्छ अरे छलफल दिन्छ अरे यिनीहरूले मेरो चाहिँ फोन डेट भइसकेको छ कि स्विच अफ सफल भाइको फोनदेखि भिडियो बनाएको र क्यामेरा है अब यति भन्दै अब एकछिनमा भेटिन्छ हामी चाहिँ पाण्डा आइसकेको छौँ स्याप पलाएर अब एकछिनमा भेटिन्छ व्हाइट पाण्डामा आइसकेको छौँ आज चाहिँ म चाहिँ यस्तो राति निस्किँदैन आज चाहिँ घरमा पाहुना आएको भएर चाहिँ बाहिर आएको म बस्नको लागि चाहिँ आज चाहिँ यहीँ पाण्डामा रुम बुक गरेर बस्न लागेको छौँ हामीले त्यो दुईजना रहने भाइहरू फुच्चेहरू यहाँ हाम्रो लक्ष्य त्यो अर्को फुच्चे र यिनीहरूले चाहिँ यहाँ के रहने खान्छ यिनीहरू चाहिँ ब्याड बोयहरू म मात्र गुड बोय हो कोक खाने एउटा मात्र छ मलाई चाहिन्छ अहिले त सो अब एकछिनमा भेटिन्छ दादाको लुक्स बिहामा जान लागि के छ भन्दा त यहाँ चाहिँ अब हाम्रो स्टार्ट हुन लागिसकेको छ अब भाइ के भन्नु छ तिम्रो युट्युब यार के गरेछ नराम्रो काम के गरेछ र ऊ त्यो भाइले नि खाँदैन रक्सी नि कफी मात्रै खान्छ हेर्दै सोचो छ यता त सरकारले चाहिँ हान्छ नै कहिले समटाइम्स सफल भाइले नि झ्याप्पदै खाँदैन 10-11मा चाहिँ खान्छ किन ए यो चाहिँ जडी हो ल ओए प्याक त प्योर जडिया जस्तो गराउँछ नि हिँड्दा त ओए है मेरो कोक हाल त त्यहाँ मेरो सो अब एकछिनमा भेटिन्छ ल हाम्रो मालहरू आइसकेको छ हन्तेहरू पनि यहाँ रेडी भइसक्यो रेडी पोजिसन फर्स्ट भाइ बेबीलाई बोलाउँछ एलेक्स ल हान ल बेबीलाई त्यो बेडमा नपारे रहनु छपी जस्तो गरिरहनु फोरमा सुत्दैन म के छ चाट्न ह्याप छानिदिन्छौँ ल खै यसो चाहम त के हो बटर चिकन र बटर रोटी हेर नान भनेको रोटी हो हेर गेम यस्तो यस्तो ल आप्पा गरेर मेरो गेमै यसले चाहिँ मलाई 10 चोटि यसलाई के भन्छ रे काठमाडौँ भाषामा टोड्का त पट्याङ्स यसले 10 चोटि पट्याङ्स हान्छ मैले एकचोटि यस्तरी पट्याङ्स हान्छ यसलाई हात चढा न एलेक्स 2 3 4 5 के भइरहेको जस्तो 6 7 8 9 10 लाइज नजिक छ ए औला जस्तो फेरि हान्यो ल यसको टाउको हेर्नु चाप बस यसको मेरो तल रोड हात धोएर आउँछु म हात धोएर आइनु हात धुन गएको मान्छे गइबे हात धुन गयो जस्तो गरेर भिडियो गरेको त को खेल्छ बे अब अरे